हेलो एभ्रिवान अनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले कमन इन्ट्रान्स एक्जामको लागि भनेर दुई चारवटा इम्पोर्टेन्ट क्वेशनहरु लिएर आएको छु र आज चाहिँ मैले दुई चारवटा क्वेशनहरु चाहिँ फिजिक्स, केमिस्ट्री र बायोलोजीबाट गरेर र म्याथबाट गरेर मैले दुई चारवटा क्वेशनहरु लिएर आएको छु र सुरु गरौँ आजको हाम्रो पहिलो क्वेशन चाहिँ हाम्रो केमिस्ट्रीबाट रहेको छ र क्वेशनले के भन्छ त भन्दाखेरि अल अफ द फलोइङ आर करेक्ट अबाउट द HNO3 एक्सेप्ट भनेछ। अब हामीले अप्सनमा हेर्दाखेरि सबैमा कुन सही छ त भन्ने खोज्नुपर्छ है त। सुरुमा भनेछ हामीलाई इट इज कलरलेस भनेछ HNO3 को बारेमा। यो हाम्रो प्रोपर्टी रहेको छ HNO3 को, यो हो सही हो। अनि दोस्रोमा रहेको छ हाम्रो इट इज पावरफुल अक्सिडाइजिङ एजेन्ट एन्ड इट अक्सिडाइज नोबल ग्यासेस भनेछ। यहाँसम्म त हाम्रो पावरफुल अक्सिडाइजिङ एजेन्ट भनेसम्म त सही छ। हाम्रो HNO3 भने त पावरफुल अक्सिडाइजिङ एजेन्ट हो, तर इट अक्सिडाइज नोबल ग्यासेस भनेछ। यो लाइन चाहिँ हाम्रो इनकरेक्ट रहेको छ। किन भन्दाखेरि नोबल ग्यासलाई त हाम्रो कसैले पनि अक्सिडाइज गर्न सक्दैन। त्यही भएर हाम्रो करेक्ट अप्सन चाहिँ यो रहेको छ र अरु सबै HNO3 को लागि सही नै छ। इट इज कलरलेस भनेछ, सही हो। इट्स प्रोडक्ट डिपेन्ड अपन इट्स कन्सन्ट्रेसन एन्ड टेम्परेचर भनेछ, यो पनि हाम्रो करेक्ट रहेको छ HNO3 को लागि। र लास्टमा के भनेछ त भन्दाखेरि इट एक्जिस्ट एज अ प्लानर मोलिक्युल इन ग्यासेस स्टेट। किन भन्दाखेरि HNO3 को यो हाम्रो सेन्ट्रल एटम नाइट्रोजन भनेको हाम्रो sp2 हाइब्रिडाइज हुन्छ। sp2 हाइब्रिडाइज भइसकेपछि मोलिक्युल केमा हुन्छ त भन्दाखेरि प्लानर मोलिक्युल हुन्छ। त्यही भएर यो हाम्रो करेक्ट अप्सन भनेको अप्सन नम्बर बी रहेको छ है त। अर्को क्वेशनतिर जाउँ अब हामी। अर्को क्वेशन भनेको हाम्रो यो चाहिँ हाम्रो केबाट रहेको छ त भन्दाखेरि बायोलोजीबाट रहेको छ र मियोसिस अकर इन भनेछ। मियोसिस अकर इन भनेपछि हामीले के बुझ्नुपर्छ त भन्दाखेरि अप्सनबाट हेरेर फङ्गी र अल्गाइमा हाम्रो कन्जुगेसन वा फर्टिलाइजेसन भएपछि डिप्लोइड जाइगोट बन्छ र डिप्लोइड जाइगोट बन्छ र त्यति बेला हाम्रो अनफेभरेबल कन्डिसन वा त हार्स इन्भाइरोमेन्टमा बाट बच्नको लागि यसको बाहिर चाहिँ के हुन्छ त भन्दाखेरि यसको बाहिर चाहिँ हाम्रो एउटा थिक प्रोटेक्टिभ वाल बन्छ र जसलाई हामी के भन्छौँ जाइगोस्पोर भन्छौँ भनेपछि किनभने यो अर्गानिजमहरुको मेन साइकल चाहिँ के हुन्छ त भन्दाखेरि मेन साइकल भनेको हेप्लोइड हुन्छ अनि त्यसैले डिप्लोइड वा जाइगोस्पोरमा मियोसिस हुन जरुरी छ। किन भन्दाखेरि यसले हाम्रो आफ्नो पुनः हेप्लोइड साइकलमा फर्किनको लागि त यसले हाम्रो मियोसिस हुन जरुरी छ र त्यसपछि हाम्रो मियोसिस भइसकेपछि हेप्लोइड स्टेटमा फर्किन्छ र त्यसपछि हाम्रो के हुन्छ त भन्दाखेरि जर्मिनेट हुन सकोस् भनेर चाहिँ मियोसिस हुन जरुरी छ। त्यही भएर हाम्रो सही अप्सन भनेको जाइगोस्पोर रहेको छ है त। जाइगोस्पोर रहेछ र नेक्स्ट क्वेशन भनेको हाम्रो म्याथबाट रहेछ। यो चाहिँ हाम्रो म्याथबाट रहेछ, एकदमै इम्पोर्टेन्ट क्वेशन रहेको छ र म्याथबाट के भनेछ त भन्दाखेरि पोइन्टिङ अफ फोटोग्राफ एक्स सेड टु हिज फ्रेन्ड वाइ सी इज द ओन्ली डटर अफ द फादर अफ माई मदर हाउ एक्स इज रिलेटेड टु द पर्सन अफ फोटोग्राफ भनेछ। के भन्यो त भन्दाखेरि एक्सले के भन्यो भन्दाखेरि एक्सले चाहिँ आफ्नो मदरको फादर, यहाँ चाहिँ हाम्रो एउटा पुरै जेनेरेसन रहेको छ र यसको चाहिँ हामीले अब प्याटर्न बुझ्नु जरुरी छ। के भनेछ त भन्दाखेरि हाम्रो यहाँनिर पोइन्टिङ अफ फोटोग्राफ एक्स सेड टु हिज फ्रेन्ड वाइ सी इज द ओन्ली डटर अफ द फादर अफ माई मदर। डटर अफ फादर अफ माई मदर, मदरको फादरको ओन्ली डटर। ओन्ली भनेछ भनेपछि एकजना मात्र। यदि ओन्ली नभने भयो भने चाहिँ मम्मीको बहिनी भने मदरको बहिनी आन्ट हुन सक्थ्यो र हामीले अप्सन करेक्ट लाउनको लागि हामीले नेफ्यू पनि लाउन सक्थ्यौँ र यो चाहिँ हाम्रो इनकरेक्ट हुन जान्थ्यो। र अब के भनेछ त भन्दाखेरि ओन्ली मदर भनेछ भनेपछि अनि अप्सनमा हाउ एक्स इज रिलेटेड टु द पर्सन अफ फोटोग्राफ भनेछ। एक्स पर्सन अफ फोटोग्राफ भने मदर। अब एक्स चाहिँ कसरी रिलेटेड भयो त भन्दाखेरि ओन्ली मदर भनेपछि एक्सको मदर नै भयो भनेपछि अब मदरसँग एक्स चाहिँ कसरी रिलेटेड भन्दाखेरि सन अथवा डटर भनेपछि अब हामीले सन हो कि डटर हो भनेर छुट्याउनु पर्यो। अब हाम्रो 50-50मा पुग्यो है त आन्सर, सन अथवा डटर। अब कसरी थाहा पाउनु त भन्दाखेरि क्वेसनमा हेर्ने पोइन्टिङ अफ फोटोग्राफ एक्स सेड टु हिज फ्रेन्ड। हिज भनेछ भनेपछि केटा हो केटी हो त? केटा हो केटी हो? बोय भइसकेपछि के भयो त भन्दाखेरि अप्सन नम्बर बी चाहिँ हाम्रो करेक्ट भयो, सन रहेछ है त। अब नेक्स्ट क्वेसन पनि हाम्रो म्याथबाटै रहेको छ। यहाँ चाहिँ के रहेको छ त भन्दाखेरि पिकक इज टु इन्डिया
देन बियर इज टु वाट भनेको छ। अब यो चाहिँ हाम्रो जेनरल नलेजको क्वेसन रहेको छ र यो चाहिँ हामीलाई थाहा हुन जरुरी छ। यहाँ के भनेको छ त भन्दाखेरि पिकक इज टु इन्डिया भन्नाले पिकक चाहिँ हाम्रो के हो त इन्डियाको नेसनल बर्ड हो है त, नेसनल बर्ड पिकक इन्डियाको नेसनल बर्ड हो भनेपछि बियर चाहिँ के हो त भनेर सोधेको छ क्वेसनले। बियर के हो भनेर सोधेको छ भनेपछि हामीलाई अब यो जेनरल नलेजको क्वेसन भनेपछि थाहा हुनुपर्ने कुरा भनेको बियर चाहिँ हाम्रो रसियाको नेसनल एनिमल रहेको छ है त। यो चाहिँ याद गर्नु होला, तपाईहरुले याद गर्न जरुरी छ है त। अब नेक्स्ट क्वेसन हाम्रो रहेको छ फेरि बायोलोजीबाट, हाउ मेनी पेयर्स अफ क्रानियल नर्भ्स आर फाउन्ड इन एम्फिबियन्स भनेको छ। अब यो पनि हामीलाई थाहा हुनुपर्ने नै कुरा हो। हाउ मेनी पेयर्स अफ क्रानियल नर्भ्स आर फाउन्ड इन एम्फिबियन भनेको छ। एम्फिबियनमा हाम्रो कतिवटा क्रानियल नर्भ हुन्छ त भन्दाखेरि एम्फिबियन्समा हाम्रो 12 पेयर्स अफ क्रानियल नर्भ हुन्छ है त। भनेपछि हाम्रो एम्फिबियनमा 10 पेयर्स अफ क्रानियल नर्भ हुन्छ। अप्सन नम्बर सी चाहिँ राइट रहेको छ र 10 पेयर्स अफ क्रानियल नर्भ हुन्छ भनेपछि अब हामीले अर्को थाहा पाउनुपर्ने कुरा भने चाहिँ अलिकति इन्टरमिक्सिङ भएछ। यहाँनिर म्यामलको चाहिँ अर्को म्यामलको पनि थाहा पाइरहनुपर्छ। म्यामलको चाहिँ हाम्रो 12 पेयर्स अफ क्रानियल नर्भ्स हुन्छ है त। अनि अब म्यामलको त्यति भयो भनेपछि ह्युमनको पनि सेम नै भयो, ह्युमन अनि ह्युमनको पनि 12 पेयर भयो। अनि हाम्रो अर्को थाहा पाउनुपर्ने कुरा भनेको चाहिँ स्पाइनल नर्भ्स अफ ह्युमन कति हुन्छ त भन्दाखेरि 31 पेयर्स हुन्छ है त। यो चाहिँ याद गर्नु होला, तपाईहरुलाई अलिक इम्पोर्टेन्ट रहेको छ 31 पेयर्स। र अब अर्को हाम्रो नेक्स्ट क्वेसनतिर जाउँ। नेक्स्ट क्वेसन भनेको हाम्रो क्वेसन नम्बर 6 बायोलोजीबाटै रहेको छ फेरि। अनि यहाँ के भनेको छ भन्दाखेरि पोलिमर्फिजम इज फाउन्ड इन भनेको छ। पोलिमर्फिजम भन्नाले पोली भनेको के हो त भन्दाखेरि धेरै, पोली भन्नाले धेरै र मर्फिजम भनेको चाहिँ सेप चेन्ज हो है त। अब हाम्रो पोलिमर्फिजम इज फाउन्ड इन भनेको छ। पोलिमर्फिजम म्याक्सिमम चाहिँ केमा हुन्छ त भन्ने कुरा हामीले थाहा पाउनुपर्छ र यो चाहिँ हाम्रो के रहेछ त भन्दाखेरि करेक्ट आन्सर फिजियाला रहेको छ है त। यो चाहिँ हामीले थाहा पाउनुपर्छ, म्याक्सिमम चाहिँ हाम्रो फिजियालामा हुने गर्दछ। अब हाम्रो अर्को क्वेसनतिर जाउँ र अर्को क्वेसन चाहिँ हाम्रो के रहेछ त भन्दाखेरि फिजिक्सबाट रहेको छ। इन द इनर्जी इक्वेसन अफ फोटोन इज इक्वल टु एचएफ द डाइमेन्सन अफ टाइम इन प्ल्याङ्क्स कन्स्ट्यान्ट एच इज भनेको छ। अब यो चाहिँ हामीले डाइमेन्सन निकाल्नको लागि चाहिँ तपाईहरुले जेनरली के याद गर्नुपर्छ त भन्दाखेरि फर्मुला याद गर्नुपर्छ है त। हामीलाई दिएको छ अलरेडी इज इक्वल टु एचएफ भनेर। अब हामीलाई इनर्जीको डाइमेन्सन थाहा हुन जरुरी छ टाइमको निकाल्न इन प्ल्याङ्क्स कन्स्ट्यान्ट भनेछ भनेपछि। अब हामीलाई के थाहा छ त भन्दाखेरि इनर्जी र वर्क डनको डाइमेन्सन भनेको एउटै हुन्छ। किन त भन्दाखेरि हामीले जति पनि इनर्जीहरू पढ्छौँ, काइनेटिक इनर्जी, पोटेन्सियल इनर्जी भनेर पढ्छौँ, यो चाहिँ हाम्रो इन्टरकन्भर्टिबल हुन्छ र इनर्जी इज द भनेको त के हो त भन्दाखेरि हाम्रो वर्क डन भनेको पनि अनदर फर्म अफ इनर्जी नै हो, यसको पनि हाम्रो युनिट के हो त भन्दाखेरि जुल नै हो र वर्क डनको पनि जुल नै हो। अब हामीलाई वर्क डनको डाइमेन्सन निकाल्नलाई के थाहा हुनुपर्छ भन्दाखेरि फोर्सको थाहा हुनुपर्छ। फोर्सको पनि यदि थाहा छैन भने हामीलाई के हुन्छ, फोर्सको फर्मुला भनेको एफ इज इक्वल टु एमए हो, एमए इन्टु डिस्टेन्स हो। डिस्टेन्स भनेको हाम्रो एलमा लिन्छ र अब मासको भनेको एम भइहाल्यो र हाम्रो एक्सिलरेसनको के हो त युनिट मिटर पर सेकेन्ड स्क्वायर हो। मिटर पर सेकेन्ड स्क्वायर भनेपछि लेन्थ भयो, L1 भयो अनि t-2 भयो, यो परमा भएकोले गर्दाखेरि र इन्टु हाम्रो L भयो। अब हामीले यहाँबाट इनर्जीको निकाल्न सक्छौँ र के हो त भन्दाखेरि यो र हाम्रो पावर बेस सेम भएपछि पावर एड हुन्छ भनेपछि mL2 t-2 चाहिँ हाम्रो इनर्जीको रहेको छ। अब हामीले यहाँनिर सब्स्टिट्युट गरिदिउँ, के हुन्छ त भन्दाखेरि mL2 t-2 इज इक्वल टु h इन्टु अब फ्रिक्वेन्सी भनेको के हो त भन्दाखेरि हामीलाई थाहा छ फ्रिक्वेन्सी भनेको रेसिप्रोकल अफ टाइम पिरियड हुन्छ। टाइम पिरियड भइसकेपछि इन्टु टी गर्दिन पायो हामीले। अब इन्टु टी होइन, इन्टु 1/t एफको ठाउँमा यो चाहिँ हाम्रो क्रस मल्टिप्लाई भएर के हुन्छ त भन्दाखेरि यहाँनिर पावर एड हुन्छ त। यहाँनिर पावर एड भएपछि mL2
t-1 हुन्छ र h को हुन्छ। अब प्ल्याङ्क्स कन्स्ट्यान्टमा हाम्रो टाइमको के छ त, क्वेसनले के भनेको छ त भन्दाखेरि टाइमको डाइमेन्सन सोधेको छ। टाइमको डाइमेन्सन प्ल्याङ्क्स कन्स्ट्यान्टमा कति छ त, पावरमा -1, टाइम इज इक्वल टु -1 हुन्छ है त। अब हामीलाई यही क्वेसनमा मासको या त लेन्थको भनेर सोधिदिएको थियो भए के हुन्छ त भन्दाखेरि अब मासको भनेको 1 भयो र लेन्थको भनेको 2 भयो। पावरमा हेर्ने यसको हाम्रो करेक्ट अप्सन अब कुन रहेछ त भन्दाखेरि अप्सन नम्बर ए रहेछ है त। नेक्स्ट क्वेसन हाम्रो के रहेछ त भन्दाखेरि रेसियो अफ भिस्कोसिटी अफ हट लिक्विड टु लिक्विड एट टेम्परेचर इज भनेको छ। अप्सनमा चाहिँ लेस देन युनिटी मोर देन युनिटी भनेको छ। यसलाई हामीले अब हेरि नै हालौँ के भनेको छ त भन्दाखेरि रेसियो अफ भिस्कोसिटी अफ हट लिक्विड एट रुम टेम्परेचरको भनेको छ है त। के हो त भन्दाखेरि अब हामीलाई भिस्कोसिटी र टेम्परेचरको रिलेसन थाहा हुन जरुरी छ। के हो त भन्दाखेरि भिस्कोसिटी र टेम्परेचरको रिलेसन भनेको भिस्कोसिटी इज इन्भर्सली प्रोपोर्सनल टु टेम्परेचर हुन्छ। किन भन्दाखेरि जति जति हामीले भिस्कोसिटी भन्ने बित्तिकै हामीले के बुझ्छौँ त भन्दाखेरि कुनै पनि लिक्विडको बाक्लोपनालाई बुझ्छौँ। जति हामीले टेम्परेचर बढायो त्यति नै यसको बाक्लोपना घट्दै जान्छ र मोलिकुलहरू टाढा टाढा हुँदै गएपछि भिस्कोसिटी घट्दै जान्छ र हाम्रो टेम्परेचर बढी हुँदा भिस्कोसिटी कम हुन्छ। भनेपछि रिलेटिभली हामीले अब यहाँ के भन्न पाइयो त भन्दाखेरि रुम टेम्परेचरको भिस्कोसिटी चाहिँ बढी हुन्छ रादर देन हाम्रो के त हटको। भनेपछि माथि चाहिँ हाम्रो सानो नम्बर हुने भयो भनेपछि स्मल नम्बर बाई रिलेटिभली चाहिँ हाम्रो बिग नम्बर भनेको स्मल बाई बिग भनेको हाम्रो लेस देन के आउँछ त, लेस देन युनिटी आउँछ। लेस देन युनिटी आउँछ भनेपछि जस्तो हामीलाई माथि चाहिँ स्मल नम्बर 1 दिएको छ र तल 2 दिएको छ भने यसको आन्सर 0.4 आउँछ भनेपछि 1 भन्दा सानो आयो भनेपछि लेस देन युनिटी अप्सन नम्बर ए हाम्रो करेक्ट रहेछ। अब नेक्स्ट क्वेसन हाम्रो क्वेसन नम्बर 9 यो पनि फिजिक्सबाट रहेको छ। यसमा चाहिँ हाम्रो अब के हुन्छ त भन्दाखेरि बर्नौलिस थ्योरम इज बेस्ड अन कन्जर्भेसन अफ भनेको छ एङ्गुलर मोमेन्टम, लिनियर मोमेन्टम, एनर्जी, अल अफ द एबभ। हामीले चाहिँ अब यो अल अफ द एबभ देख्ने बित्तिकै झुक्किनु भएन है त। के हुन्छ त भन्दाखेरि हाम्रो बर्नौलिस थ्योरमले के भन्छ त भन्दाखेरि बर्नौलिस थ्योरमले के भन्छ त भन्दाखेरि काइनेटिक एनर्जी को सम प्लस पोटेन्शियल एनर्जी प्लस प्रेसर एनर्जी भनेको हाम्रो प्रेसर इन्टु भोल्युम इज इक्वल टु के हुन्छ कन्स्ट्यान्ट हुन्छ। यसो के भन्छ त भन्दाखेरि तीनटा एनर्जीको सम चाहिँ हाम्रो कन्स्ट्यान्ट हुन्छ भनेपछि यहाँ चाहिँ एनर्जी के भइरहेको त कन्जर्भ भइरहेको भनेपछि के हो त बर्नौलिस थ्योरम इज बेस्ड अन द कन्जर्भेसन अफ एनर्जी। अप्सन नम्बर सी चाहिँ हाम्रो करेक्ट रहेछ। अब नेक्स्ट चाहिँ हाम्रो नोमेनक्लेचरबाट रहेको छ र यो चाहिँ हाम्रो केमिस्ट्रीको क्वेसन रहेको छ। हाम्रो चाहिँ अब नोमेनक्लेचर गर्नलाई के गर्नुपर्छ त भन्दाखेरि के छ त भन्दाखेरि CH3 CH2 CHO CH3 यसरी ब्र्याकेटमा दिएको छ। यो देखेर चाहिँ हामीले झुक्किनु हुँदैन है त। यसरी दिएको छ, त्यही दिएको छ होइन त। अब यसलाई हामीले स्ट्रक्चर कसरी लेख्ने त भन्दाखेरि अलिकति बुझ्ने तरिकामा CH3 CH2 CH यहाँनिर ब्रान्चिङमा OCH3 तलमाथि जता बनाइदिनु हुन्छ CH2OH। अब हामीलाई के थाहा हुनुपर्छ त भन्दाखेरि नेमिङ गर्दाखेरि हामीलाई एउटा रुल थाहा हुनुपर्छ के त फेमस रुल FMS भन्ने छ है त। फेमस भनेको चाहिँ हाम्रो फङ्सनल ग्रुप Fबाट M भनेको हामीले मल्टिपल बोन्ड्स हेर्नुपर्छ, सिङ्गल बोन्ड, डबल बोन्ड, ट्रिपल बोन्ड, कसलाई प्रायोरिटी दिने भन्ने, र S भनेको हामीले सब्स्टिट्युएन्ट हेर्नुपर्छ है त। फेमस रुल हेर्ने, फेमस रुल हेर्दाखेरि हाम्रो फङ्सनल ग्रुपमा प्रायोरिटी अर्डरमा कुन पहिला आउँछ त भन्दाखेरि अल्कोहल इथरभन्दा पहिला आउँछ। भनेपछि इथरलाई 1 नम्बर दिनु पर्यो, अल्कोहललाई हामीले 1 नम्बर दिनु पर्यो, 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर जताबाट नजिक हुन्छ त्यताबाट गर्ने। र हाम्रो फङ्सनल ग्रुपको प्रायोरिटी अर्डर चाहिँ याद गर्नुपर्छ है त। टर्मिनेटिङ फङ्सनल ग्रुपहरूलाई फर्स्ट प्रायोरिटी दिने भन्ने कुराहरू याद हुनुपर्छ। र हाम्रो के रहेछ त भन्दाखेरि यहाँनिर 2 नम्बरमा के रहेछ भन्दाखेरि हाम्रो इथरलाई चाहिँ के मानिन्छ त भन्दाखेरि अल्कोअक्सी अल्केन भन्ने गरिन्छ भनेपछि ओमा मिथाइल ग्रुप जोडेको छ भनेपछि के हुन्छ त हाम्रो 2 नम्बरमा 2 मिथोक्सी अनि कार्बन कतिवटा छ 1 2 3 4 भनेपछि ब्युटेन भयो। ब्युटेन भनेपछि अब 1 नम्बरमा के छ त अल्कोहल छ भनेपछि 1 OL हाम्रो रहेछ। र अप्सनमा कुनमा छ त 2 मिथोक्सी ब्युटेन 1 OL भनेको हाम्रो अप्सन नम्बर डी। हाम्रो आजको लागि चाहिँ यति नै क्वेसनहरू रहेको थियो र मैले केही इम्पोर्टेन्ट क्वेसनहरूको क्वाड लिएर आएको थिएँ। तपाईँहरूलाई कस्तो लाग्यो फिडब्याक दिनुहोला। धन्यवाद।